नमस्कार, म बोधराज पौडेल। आज म 14औं पोखरा महोत्सव 2082 का बारेमा विस्तृत रूपमा प्रस्तुत गर्दैछु। 14औं पोखरा महोत्सव 2082 पोखराको पहिचान, अर्थतन्त्र र संस्कृतिको उत्सव। पोखरा महानगरपालिकाको अमरसिंह स्कुल मैदानमा पौष 29 गतेदेखि माघ 11 गतेसम्म सञ्चालन भइरहेको 14औं पोखरा महोत्सव 2082 पोखराको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय प्रवर्धनको महत्त्वपूर्ण माध्यम बनेको छ। राष्ट्रिय उत्पादन, स्थानीय उपभोग भन्ने मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवले स्वदेशी उत्पादनको प्रवर्धन गर्दै स्थानीय व्यवसायी, उद्यमी तथा कलाकारलाई एउटै मञ्चमा ल्याएको छ। महोत्सवको उद्देश्य। पोखरा महोत्सवको मुख्य उद्देश्यहरू निम्नानुसार रहेका छन्: स्थानीय तथा राष्ट्रिय उत्पादनको प्रचार प्रसार र बजार विस्तार, पर्यटन प्रवर्धन मार्फत पोखराको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु, घरेलु उद्योग, कृषि, हस्तकला तथा साना व्यवसायलाई प्रोत्साहन, रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउनु, नेपाली कला, संस्कृति, वेशभूषा र परम्पराको संरक्षण तथा प्रवर्धन। महोत्सवका मुख्य आकर्षणहरू। 14औं पोखरा महोत्सवमा दर्शक तथा सहभागीलाई आकर्षित गर्ने विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। व्यावसायिक स्टलहरू, कृषि उत्पादन, हस्तकला, लघु तथा घरेलु उद्योग, खाद्य सामग्री, कपडा, इलेक्ट्रोनिक सामान लगायत 100औं स्टलहरू। सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको लाइभ सांगीतिक प्रस्तुति, लोक नृत्य, झाँकी प्रदर्शन, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, खेलकुद सामग्री, रमाइला खेलहरू। खाद्य महोत्सव, नेपाली परिकारदेखि विभिन्न जातीय तथा अन्तर्राष्ट्रिय स्वादका खानाहरू। सूचना तथा प्रवर्धन कक्ष, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सामाजिक संस्थाहरूका जानकारीमूलक स्टलहरू। आर्थिक तथा सामाजिक महत्त्व। पोखरा महोत्सवले स्थानीय व्यापारी, किसान, कलाकार र उद्यमीलाई प्रत्यक्ष लाभ पुर्याउँदै आएको छ। यसले आन्तरिक पर्यटनलाई बढावा दिई होटल, यातायात, रेस्टुरेन्ट तथा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। साथै युवा उद्यमशीलता विकास र नयाँ सोचलाई प्रोत्साहन दिन पनि महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको छ। पोखराको पहिचान र भविष्य। पोखरा प्राकृतिक सुन्दरता, साहसिक पर्यटन र सांस्कृतिक विविधताका लागि परिचित सहर हो। पोखरा महोत्सव जस्ता कार्यक्रमहरूले यस सहरको समग्र पहिचानलाई थप बलियो बनाउँदै भविष्यमा पोखरालाई अझ व्यवस्थित र समृद्ध पर्यटन नगरीका रूपमा विकास गर्न सहयोग पुर्याइरहेका छन्। निष्कर्षमा, पौष 29 देखि माघ 11 गतिसम्म अमरसिंह स्कुल मैदानमा सञ्चालन भइरहेको 14औं पोखरा महोत्सव 2082 केवल व्यापारिक कार्यक्रम मात्र नभई पोखराको संस्कृति, सम्भावना र आत्मनिर्भरताको उत्सव हो। यस महोत्सवले स्थानीय उत्पादन प्रयोग गर्ने संस्कार विकास गर्दै पोखरालाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा अझ सबल बनाउने अपेक्षा गरिएको छ भन्दै म बोधराज पौडेल बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।